मामाजी नमस्कार। एकदम के समस्या छ? काठमाडौँ नम्बर पऱ्यो? अहिले छुट्टीको के छ त अहिले संयुक्त भुक्तानी कस्तो एउटा व्यवस्था राम्रो छ। अब के भइदियो भनेपछि अब सबै संयुक्त जति पनि गाडी छ संयुक्त गाडीहरू सँगसँगै नम्बर पर्ने, सँगसँगै जाने, सँगसँगै आउने। दुःखको कुरा के छ भने पेसेन्जरले यो हाम्रो यो जर्मनी फेरि गाडी जर्मनी परिमितिबाट यसको सस्पेन्सन, यसको बडी, यसको पिक्चर पुरै जर्मनी परिमितिबाट तयार भएको गाडीमा पेसेन्जरहरू दैनिक चढ्न नपाउने हो कि भन्ने मात्रै मलाई डर लागेको छ। अरू बाँकी कुरा ठिकै छ, संयुक्त भएको छ, कन्सेसन छैन, केही छैन। मान्छेहरू टक्कै स्टेसन जातिले आउनुहुन्छ, गाडीमा सर्व बस्नुहुन्छ, पैसा तिर्नुहुन्छ। तपाईँले पहिला जुन सेवाहरू छ नि बिस्कुट चाउचाउ कहिले रिचार्ज कार्ड शुभ गरिबहरूलाई अब फ्रीमा सेवा त्यो के छ? त्यो जारी नै छ, त्यो हामी दिइरहेको छौँ। त्यो हामी दिइरहेको दिने भन्ने छ। भोलिको दिन फेरि सत्य के सक्छ भने आफ्नो पेसेन्जरलाई त आफूले सेफ राखिरहनु, आफ्नो दिने क्वालिटी, यो गाडीको क्वालिटी कहिले पनि गर्दैन। चिजहरू छ के के छ हामीदेखि लगाएर हरेक कुराहरू हामीले फुरे अनि त्यसपछि बिस्कुट, पानी, जुस सबै कुरा जति पनि बाँडेका थिए कम कम्प्लिट सहित पछि पनि उहाँले पानी छ ठुलो गरिब नेताहरू सबै सेवा दिइराख्नुमा त्यो भनेको मेरो यात्रुहरूको लागि तपाईँले विपिन दाइले जर्मनी मलाई मेरो दिल खुसी गर्नु पेसेन्जरलाई सारा पेसेन्जर भाग यो हुनु क्या मामा यो त खुसी पनि यो हुनु पर्यो। हजुरले राम्रो कुरा गर्नु धन्यवाद।